झापाको जलथलमा यही 17 गतेदेखि हुने दोस्रो हल्दीबारी गाउँपालिका मिनिकप फुटबल प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सहयोगी मनकारी मनहरू थपिने क्रम जारी रहेको छ। शान्ति सामुदायिक वनको खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका नेपालका चर्चित फुटबल खेलाडीहरूसहित विदेशी खेलाडीहरूको पनि सहभागिता रहने आयोजक जलथल एफसीका अध्यक्ष जय राईले जानकारी दिनुभएको छ। प्रतियोगिताको बारेमा कुराकानी गर्दै अध्यक्ष जय राई, स्थानीय सरकारबाट चाहिँ हामीले हाम्रो हल्दीबारी गाउँपालिकाबाट चाहिँ हल्दीबारी गाउँपालिका चाहिँ विशेष सहयोगी छ हैन। त्यस पछाडि हाम्रो हल्दीबारी गाउँपालिका वडा नम्बर 5 लगायत हाम्रो शान्ति सामुदायिक वन, त्यसैगरी विदेशबाट चाहिँ हामीलाई एकदमै धेरै साथ सपोर्ट आर्थिक सहयोग हैन। हामीलाई चाहिँ विशेष गरी हाम्रो पूर्व क्याप्टेन राजीवमान राई, उहाँ चाहिँ हाल रोजगारीको सिलसिलामा चाहिँ कुवेतमा हुनुहुन्छ। त्यसैगरी चाहिँ हाम्रो स्थानीय अभिभावक समाजसेवी दिपेन लिम्बू हुनुहुन्छ हैन। लगायत हाम्रो धेरै खेलाडीहरू बाहिर हुनुहुन्छ। हाम्रो जलथल एफसीको अभिभावक साउदीमा रहनुहुने हाम्रो सुमन भट्टराई लगायत टेकबहादुर केरुङ, त्यसैगरी विभिन्न देशबाट हैन हामीलाई कोरियाबाट मलेसियाबाट जोस देश विदेशबाट सबैबाट चाहिँ हामीलाई साथ सहयोग चाहिँ मिलिरहेको छ। जोस उहाँहरुकै चाहिँ सहयोगबाट चाहिँ हामीले यो तयारी गरेको छौं। जस्तो विदेशी खेलाडीहरू पनि आउने यस प्रतियोगितामा भन्ने कुरा सुनिएको छ, कतिसम्म सत्य हो यो चाहिँ अब हामीले चाहिँ विशेष गरी एउटा हामीले चाहिँ हैन यो मिनी कप दोस्रो हल्दीबारी गाउँपालिका मिनी कपमा चाहिँ अब त्यति ठुलो राशि पनि छैन, तर पनि हामीले सक्दो चाहिँ कसरी राम्रो गर्न सकिन्छ हैन, थोरै बजेटमा पनि कसरी राम्रो गर्न सकिन्छ भन्ने एउटा उदाहरण दिनको लागि पनि यो हामीले मेहनत गरिरहेछौँ हैन। यहाँ अब खेलाडी लगायत सम्पूर्ण अभिभावकहरूको पनि यहाँ सक्दो सहयोग छ। त्यही गर्दाखेरि अब हामीलाई चाहिँ 2-3 वटा क्लबले चाहिँ हामी अफ्रिकन खेलाडीहरू चाहिँ हाम्रो टिमबाट आउँछ, हामी लिएर आउँछौँ भन्ने चाहिँ जानकारी दिनुभएको छ। त्यो पछाडि आएपछि नै चाहिँ अब हो होइन भन्ने देखिन्छ, तर उहाँहरूले लिएर आउँछौँ भन्ने चाहिँ बाछा चाहिँ गर्नुभएको। हाम्रो पूर्वेली टाइगर उहाँको अध्यक्ष हुनुहुन्छ जीवन केरुङहरू हुनुहुन्छ। उहाँ चाहिँ बारादसीकै हुनुहुन्छ। उहाँहरूबाट यो हाम्रो सेकेन्ड प्राइज चाहिँ पूर्वेली टाइगरबाट रहेको छ भने फर्स्ट प्राइज चाहिँ हामीलाई शान्ति सामुदायिक वनले उपलब्ध गराउनु भएको छ। साथै यसमा धेरै हाम्रो पूर्व खेलाडीहरू जोडिनु भएको छ। त्यसैगरी हाम्रो पूर्व क्याप्टेन जलन खवास, उहाँ चाहिँ युकेमा हुनुहुन्छ, उहाँको पनि हामीलाई ठुलो सहयोग रहेको छ। त्यसैगरी देश विदेशमा धेरै हाम्रो सहयोगी मनहरूले सहयोग गर्नुभएको छ हैन। अब नामै भनेर चाहिँ अब धेरै टाइम हैन, अब धेरै छन्। अब जस हामीले मनबाटै सम्झेको छौँ र उहाँहरूलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। त्यस्तै प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न शान्ति सामुदायिक वनले पनि सहयोग गरेको छ। वनको खेल मैदानमा हुने प्रतियोगिताको बारेमा कुरा गर्दै वनका अध्यक्ष उदेश मोक्तान, साँच्चै भन्नुपर्दा यो खेल मैदान एउटा शान्ति सामुदायिक वनको खेल मैदान हो, तर यसलाई धेरै वर्ष अगाडिदेखि यहाँका स्थानीयवासी प्लस यहाँ विशेष गरी हामी जलथल फुटबल क्लबको होम ग्राउन्ड भनेर पनि हामीले नामाकरण धेरै अगाडिदेखि हामीले यसलाई जोडेर हामी काम गरिरहेका छौँ। त्यसले गर्दाखेरि हाम्रो समन्वय वन र जलथल फुटबल र यहाँका स्थानीय एकदम सक्रिय छन्, समन्वय राम्रो छ। भव्य रूपमा सम्पन्न पनि आगामी दिन योभन्दा अगाडि पनि धेरैवटा खेलहरू भइसकेको अवस्था हो। अब यो केही समय पछाडि ग्याप भएको हुनाले 2-2.5 वर्ष ग्यापमा अहिले मिनी कप दोस्रो हल्दीबारी गाउँपालिका मिनी कपको आयोजना हामीले तयार गर्दैछौँ। त्यसमा हामी तयारीमा छौँ। खेल तपाईँले सोचे अनुसारको होला अथवा चाहिँ केही कमी कमजोरी हुन्छ के लागिरहेछ तपाईँलाई? खेल एकदम भव्य रूपमा नै हुन्छ भन्ने हाम्रो आकलन छ, किनभने योभन्दा अगाडि गेमहरू धेरैवटा यस्ता गेमहरू हामीले यो आयोजना गरिसक्यौँ। हामीले योभन्दा अगाडि योभन्दा ठुलो हामी हल्दीबारी गाउँपालिका गोल्ड कपसम्म आयोजना गरिसकेको, दोस्रोसम्म आयोजना गरिसकेको अवस्था हो। त्यसले गर्दाखेरि यो मिनी कपमा हामीले यो एकदम सफल रूपमा नै सम्पन्न हुन्छ भन्ने हामीले सबै तयारीमा छौँ र हुन्छ पनि, हामीलाई पूर्ण विश्वास पनि छ। टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद 1,01,000 तथा उपविजेताले 51,000 रुपैयाँ हात पार्नेछ।